तपाईँ अहिले पनि मेसेज गर्नुहुन्छ? तपाईँको आत्माले दिन्छ? मेरो चाहिँ मैले व्हाट्सएपमा चाहिँ एकरो मेसेज चाहिँ जहिले गरिरहेको हुन्छु कि मैले बिहानदेखि गुड मर्निङ, आज यस्तो भयो, यहाँ जाँदैछु, यो गर्दैछु। अब फेरि पनि भन्छु है, त्यो मान्छे म इमोसनल भइसकेँ है। त्यो हुन्छ नि एकरो चाहिँ मैले मेसेज गरिरहेको हुन्छु गुड नाइट, आज यस्तो भयो उस्तो भनेर मैले आजको दिनसम्म भनिरहेको हुन्छु कि मैले एकरो मेसेज गरिरहेको हुन्छु। अनि पहिला चाहिँ मैले जहाँ गएर फोटो खिचेँ अनि भिडियोहरू बनाएँ भने पनि फर्स्टमा उहाँलाई पठाउँथेँ कि मैले। अहिले पनि मैले त्यो जुन फोटो भिडियोहरू चाहिँ बनाएँ भने फर्स्टमा त्यो जुन छ नि त्यो मेसेज उसमा पठाउँछु अनि बल्ल अरूतिर राख्छु कि मैले। त्यस्तो हुन्थ्यो कि उहाँले अहिले तपाईँलाई ब्लक चाहिँ गर्नुभएको छैन? होइन, ब्लग छ तर म एकरो बोलिरहन्छु क्या। ओ माई गड। व्हाट्सएपमा बोल्थ्यौँ हामी धेरै, अनि उहाँले ब्लक गर्नुभएको छ। अनि म वान साइडेड चाहिँ बोलिरहेको हुन्छु कि मैले, मतलब यस्तो भयो उस्तो भयो, आज म यहाँ गएँ यो गरेँ भनेर। अनि जुन फोटो भिडियोहरू हुन्छ नि फर्स्टमा पहिला म उहाँलाई पठाउँथेँ नि त, अनि त्यस्तै नै अहिले पनि मैले पठाइरहेको हुन्छु क्या। दोहोरो कुराकानी चाहिँ कुनबाट हुन्छ? मेसेन्जरबाट कि? अहिले हुँदैन। फोनमा पनि कहिल्यै फोन गर्नुहुन्न? बिहे भएको 6 महिनासम्म जब मैले सोसल मिडियामा मैले उहाँको भिडियोजहरू फोटो राखेँ नि त, अनि त्यहाँदेखि चाहिँ उहाँले गर्नु भएन। अनि त्यो फोटो गरिसकेपछि पनि अनि एकचोटि यस्तो भयो कि मैले चाहिँ आजसम्म उहाँको नम्बर मलाई थाहा छ नि त, अनि मैले कसैलाई यो मान्छेलाई फोन गरेर थर्काउनु यताउता कहिले भनेको छैन। अनि उसले चाहिँ उसको ससुरालीलाई उसको वाइफलाई हुन्छ नि नम्बर दिएर के भनेर फोन आएको थियो कि मलाई एकचोटि बिचमा होइन। अनि उहाँकै वाइफले पनि फोन गर्नुभएको थियो कि एक दिन मलाई। अनि त क्यारेक्टरलेस त मतलब हुन्छ नि गिरे कि यस्तै तँलाई म त्यो हुन्छ नि फेवादालमा लगेर गाडिदिन्छु मारिदिन्छु त्यस्तो भनेर फोन गर्नुभएको थियो। अनि तपाईँलाई त सबै कुरा थाहा थियो त, अनि थापै आउनुभएको, मैले कति कुराहरू सहिरहेको छु, तपाईँ पनि सहन नसक्ने भए किन बिहे गरेर आउनुभएको त, सहनु न भनेर भनेको थिएँ। अनि तँलाई लाज लाग्दैन यताउता के भनेको थियो। अनि मलाई चाहिँ उहाँको हुन्छ नि त्यो सबैजनाले भनिसक्नु भएको थियो कि उहाँ त्यो जुन उहाँको वाइफको बारेमा पनि। अनि धेरै मलाई क्यारेक्टरलेस नभन्नु, मलाई क्यारेक्टरलेस भन्ने भने चाहिँ हजुरले बिहे गर्नुभएको हस्बेन्ड पनि त क्यारेक्टरलेस भन्नुभयो नि। तपाईँले आफ्नो मान्छे मतलब हस्बेन्ड भनेर हिँडिराख्नु भएको छ, उहाँ पनि त मसँग हिँडिसकेपछि क्यारेक्टरलेस भएन त। अनि उहाँ चाहिँ केही लेस नहुने अरे, म चाहिँ कसरी क्यारेक्टरलेस भएँ भनेर भन्ने थिएँ। अनि यताउता भनेपछि अनि मलाई उसको पास्टको बारेमा थाहा थियो कि, मलाई आएर भन्यो